जानकारीमा आज हामीले इनर्जी ड्रिंक्सले हाम्रो शरीरमा कस्तो असर गर्न सक्छ यो सम्बन्धी जानकारी। इनर्जी ड्रिंक्सलाई सामान्यतया ऊर्जा प्रदान गर्ने पेय पदार्थको रूपमा बुझिन्छ। त्यसैले थकान मेट्न र शरीरमा शक्ति बढाउन धेरैले यसलाई सेवन गर्छन्। विशेष गरी युवा वर्गमा यसको लोकप्रियता बढी छ। बजारमा विभिन्न प्रकारका इनर्जी ड्रिंक उपलब्ध छन् जसले तत्काल शरीरलाई सक्रिय बनाउन सक्छ, तर लामो समयसम्म यसको सेवनले स्वास्थ्यमा हानि पुर्याउन सक्छ। उच्च चिनी र क्याफिन भएका यी पेय पदार्थ पछिल्लो समय मधुमेहको प्रमुख कारण बनेका छन्। हालै कम्बोडियाले विद्यालयहरूमा इनर्जी ड्रिंकको बिक्रीमा प्रतिबन्ध लगाएको छ। यसको कारण युवाहरूमा मधुमेह र मोटापना जस्ता समस्या बढिरहेको छ। के यसले वास्तवमै ऊर्जा दिन्छ त? चिनीको सेवनले तत्काल ऊर्जा प्राप्त हुन्छ। इनर्जी ड्रिंकमा रहेको क्याफिन र ट्युरिनले केन्द्रीय स्नायु प्रणालीलाई सक्रिय बनाउन मद्दत गर्छ, जसले सेवनकर्तालाई स्फूर्त महसुस गराउँछ। तर सामान्य अवस्थामा कृत्रिम रूपमा स्नायु प्रणालीलाई सक्रिय गर्नु राम्रो होइन। इनर्जी ड्रिंकको स्वास्थ्यमा कस्तो असर रहन्छ त? इनर्जी ड्रिंकमा उच्च चिनीको मात्रा हुन्छ, जसले शरीरमा फ्याट र ट्राइग्लिसराइडको रूपमा भण्डार हुन्छ। यसले फ्याटी लिभर र उच्च ट्राइग्लिसराइडको समस्या निम्त्याउन सक्छ, जसले हृदयघातको जोखिम बढाउँछ। उच्च रक्तचापको समस्या पनि हुन सक्छ। क्याफिन र चिनीको उच्च मात्रा हृदय गति र रक्तचाप बढाउन सक्छ, जुन मुटुको स्वास्थ्यका लागि हानिकारक छ। इनर्जी ड्रिंकको सेवन गर्दा क्याफिनको मात्रा बढ्छ, जसले चिन्ताको स्तर बढाउँछ, जसकारण निन्द्रामा असर पर्छ। अनिन्द्रा, टाउको दुखाइ र माइग्रेन जस्ता समस्या इनर्जी ड्रिंकका कारण निम्तन सक्छ। साथै ग्लुकोजको उच्च मात्रा एसिडिटी बढाउन सक्छ, जसले ग्यास्ट्राइटिस र एसिड रिफ्लक्सको समस्या निम्त्याउन सक्छ। क्याफिनको अत्याधिक सेवनले शरीरलाई डिहाइड्रेट गर्न सक्छ, जसले मृगौलामा असर पुर्याउँछ। चिनीको उच्च मात्राले पनि मृगौलामा तनाव पुर्याउँछ, जसले मृगौलाको समस्यामा नकारात्मक प्रभाव पार्न सक्छ। यस्तै बालबालिकामा पनि असर गर्छ। यदि बालबालिका वा युवा वर्गले इनर्जी ड्रिंक सेवन गरेमा यसले मस्तिष्कको विकासमा हानि पुर्याउन सक्छ। यसले बालबालिकामा रिस नियन्त्रण गर्न समस्या हुन सक्छ र व्यवहारमा परिवर्तन आउन सक्छ। लगातार सेवनले शरीरको प्राकृतिक ऊर्जा घट्न थाल्छ, जसले थकान र मानसिक तनावको अनुभूत गराउँछ। इनर्जी ड्रिंकको सेवनले निम्त्याउने गम्भीर समस्यामा रक्तचाप वृद्धि गराउन सक्छ। उच्च क्याफिन सामग्रीले मुटुको धड्कन र रक्तचाप बढाउन सक्छ, जसले हृदयघातको जोखिम बढाउँछ। त्यस्तै अनिन्द्रा, क्याफिन र अन्य तत्त्वले निन्द्रामा बाधा पुर्याउँछ, जसले थकान र चिडचिडापन निम्त्याउन सक्छ। यस्तै पाचन समस्या, उच्च क्याफिन र चिनीको मात्राले पेट दुख्ने, वाकवाकी र पखाला जस्ता समस्या निम्त्याउन सक्छ। त्यस्तै टाउको दुखाइ र माइग्रेन, क्याफिनले केही व्यक्तिमा टाउको दुखाइ वा माइग्रेन ट्रिगर गर्न सक्छ। त्यस्तै पोषणको कमी, इनर्जी ड्रिंक्सले भोकलाई कम गर्न सक्छ, जसले पोषणको कमी निम्त्याउन सक्छ। यिनै समाचार सामग्री सहित हामी समाचारको अन्त्यमा आइपुगेका छौं। प्रस्तुत गरेको समाचार सामग्री मन परेको छ भने कृपया हाम्रो भिडियो सामग्रीमा एउटा लाइक अवश्य गरिदिनु होला। हाम्रो बिहानी न्यूज बुलेटिन हरेक दिन बिहान 5 बजे हाम्रो यस युट्युब च्यानलमा हेर्न सक्नुहुन्छ। जहाँ जाँदै प्रस्तुत गरेको समाचार सामग्री मन परेको छ भने कृपया हाम्रो भिडियो